Hello guys, this is Jolie Bantawa. Welcome to my another vlog. यो चाहिँ हङकङको एकदमै सान मोनास्ट्री भनेको चाहिँ सबसे स्ट्रिक्ट टेम्पल। यहाँ चाहिँ जो कोहीले यत्तिकै छिर्न पाउँदैन, 1 वीक अगाडि अपोइन्टमेन्ट लिनुपर्छ। सो म चाहिँ हङकङ पुगेको 2-3 दिनपछि अपोइन्टमेन्ट लिएको थिएँ। नर्मली यहाँ चाहिँ म नेपालबाट घुम्न आएको टुरिस्ट भन्ने रिजन मैले दिएको थिएँ। सो मेरो अपोइन्टमेन्ट पनि उहाँहरूले एक्सेप्ट गर्नुभयो अनि मैले अपोइन्टमेन्ट लिएको थिएँ 1 वीक पछिको। 1 वीक हामी यो चाहिँ लास्ट हाम्रो भिजिट हो, किनभने 1 वीक कुर्नुपर्ने रहेछ। अनि म नेपालबाट घुम्नु आएको भनेपछिको मलाई अपोइन्टमेन्ट दिनुभयो। त्यसपछि यहाँ कतिजना आउने भनेर हुँदो रहेछ, अनि यतिजना भनेपछिको उहाँले एक्सेप्ट गर्नुभयो। फाइनली हामी एक्सेप्ट गरेको 1 वीक पछि चाहिँ यहाँ आइसकेको छौँ मम्मी दिदीहरूसँग। अनि यहाँको चाहिँ बुद्धिस्ट टेम्पलहरूमध्ये सबसे मलाई डिफ्रेन्ट लाग्यो, एकदम पिस टाइपको। बुद्धिस्टहरू नर्मली टेम्पलहरूमा पिस त हुन्छ, बट यहाँ चाहिँ डिफ्रेन्ट टाइप अफ पिस। धेरै ठुलो हो हल्ला गर्नु पनि हुँदैन, एकदमै तपाईँको सेक्युरिटीहरू टाइट छ। अनि भित्र अलाउड फुडहरू पानीहरू के पनि अलाउड छैन लग्नलाई। अनि यहाँ चाहिँ डिफ्रेन्ट रुल्स चाहिँ यो पानी चाहिँ यहाँ जल भन्दै रहेछ, यो जल चाहिँ उता चढाउनु पर्ने रहेछ विस मागेर, अनि हाम्रो विस पुरा हुन्छ भनेर चाहिँ भन्नुहुँदो रहेछ। त्यही भएको बेला मैले पनि जल हालेर यहाँ चढाउनु लाग्दैछु। म चाहिँ अलिकति भिडियो खिच्ने भएको भएर मेरो हल्लेर चाहिँ अलिकति पानी बाहिर पोखाउनु नहुने भनेर भन्दै हुनुहुन्छ, तर अलिकति हातमा चाहिँ पोख्यो। अनि यो जल चाहिँ यहाँ ठ्याक्क हामीले चढाउनु पर्ने रहेछ विस मागेर। अनि मम्मीले पनि चढाउँदै हुनुहुन्छ, सबै ठुलो मम्मीहरू दिदीहरू सबैले चढाउँदै हुनुहुन्छ। अनि यहाँको चाहिँ बुद्ध चाहिँ एकदमै पिस टाइपको वाइट कलरको बुद्धको भाइब्स हेर्न सकिन्छ। अनि यहाँ भित्र चाहिँ म्युजियमहरू पनि थियो, तर म्युजियमभित्र हामीले इन्ट्री गर्दाखेरि चाहिँ मोबाइल अलाउड थिएन, त्यही भएर इनसाइड म्युजियम चाहिँ खिच्नु पाएन, अलिकति यो टेम्पल स्ट्रिक्ट भएको भएर। अनि त्यो म्युजियममा चाहिँ नेपालको बुद्धको म्युजियमहरू पनि हामीले हेर्न पायो। अनि यो चाहिँ तपाईँको कम्पलसरी ट्याग चाहिने, यो ट्याग भएन भने चाहिँ ब्याक साइडबाट तपाईँको इन्ट्री गर्यो इलिगली भनेर चाहिँ सेक्युरिटीले चेक गर्छ। सो हामीले चाहिँ ब्याज चाहिँ अगाडि झुन्डाउनै पर्ने हुन्छ। अनि हाम्रो चाहिँ अब त्यहाँदेखि आइसकेपछि चाहिँ भोलि हामी जानुपर्ने। अनि यहाँ मम्मीलाई फेयरवेल गर्दै हुनुहुन्छ। भोलि चाहिँ हामी बिहानै फ्लाइट छ, त्यही भएको भएर मम्मीलाई फेयरवेल गर्दै हुनुहुन्छ हङकङको मम्मीले। अनि अब सेफ फ्लाइट भनेर उहाँहरू एकछिन पूजा पनि गर्नुहुन्छ राम्रोसँग सेफ फ्लाइटको लागि। अनि हाम्रो ब्यागहरू पनि प्याकिङ हुँदैछ। अनि यो चाहिँ 1000 बुद्ध हो, इन्ट्री गेटमा मैले ब्लेसिङ लिएको छु। यहाँ चाहिँ मेरो मोबाइलको चार्जर नभएर मैले चार्ज नभएर चाहिँ मैले भिडियो खिच्न पाएन। यो चाहिँ यस्तो स्ट्याचु 1000 वटा छ, त्यही भएको भएर यो चाहिँ 1000 बुद्ध भन्छ। हङकङको एकदमै फेमस बुद्ध टेम्पल हो यो पनि। हङकङमा चाहिँ एकदम ठुलो बुद्ध टेम्पलहरू मैले पाएँ। थ्याङ्क यू।